नमस्कार। आज हामी भगवान रामको जन्मको कथाबारे कुरा गर्दैछौं, तर यो कुनै साधारण राजकुमारको जन्मको कथा मात्रै होइन नि। यो त एउटा यस्तो कस्मिक घटना थियो जसले पूरै ब्रह्माण्डको भाग्य नै बदलिदियो। आउनुहोस्, यही दिव्य जन्मको रहस्यमय कथामा डुबौं। सोच्नु भएको छ कहिले एउटा यज्ञले कसरी पूरै ब्रह्माण्डको भाग्य बदल्न सक्छ? सुन्दा अचम्म लाग्छ हैन? तर त्यो यज्ञ केवल सन्तान प्राप्तिको लागि मात्रै गरिएको थिएन। त्यो त धर्मलाई फेरि स्थापित गर्ने एउटा विशाल योजनाको पहिलो अध्याय थियो। हो, ठिक सुन्नुभयो। त्यही एउटा यज्ञको परिणामस्वरूप जन्म भयो 4 दिव्य पुत्रहरूको, जसको भाग्यमै लेखिएको थियो भविष्यमा धर्मको रक्षक बन्ने। र उहाँहरू हुनुहुन्थ्यो राम, लक्ष्मण, भरत र शत्रुघ्न। तर थाहा छ, हरेक महान कथाको सुरुवात जस्तै यो दिव्य जन्मको कथा पनि एउटा गहिरो दुःखबाट सुरु हुन्छ। त्यसो भए कथाको पहिलो अध्याय सुरु गरौं, राजाको शोक। अयोध्याका महाराजा दशरथ, उहाँको नाम मात्रै काफी थियो। उहाँ एकदमै शक्तिशाली, धर्ममा विश्वास राख्ने र प्रजाका लागि प्रिय राजा हुनुहुन्थ्यो। भन्नुपर्दा उहाँको शासनकालमा अयोध्या समृद्धिको शिखरमा थियो। चारैतिर शान्ति नै शान्ति। तर सोच्नुस् त, यति सबै हुँदाहुँदै पनि उहाँको जीवनमा एउटा यस्तो ठूलो दुःख थियो, एउटा गहिरो पीडा, कि उहाँ निसन्तान हुनुहुन्थ्यो। सूर्यवंशको त्यति विशाल साम्राज्यको कोही उत्तराधिकारी नै थिएन। राजा दशरथका 3 रानीहरू हुनुहुन्थ्यो, महारानी कौशल्या, महारानी कैकेयी र महारानी सुमित्रा। राजदरबारमा के थिएन र? धन, ऐश्वर्य, सम्मान सबै थोक थियो। तर एउटै कुराको कमी थियो। त्यो थियो एउटा बच्चाको हाँसो, उत्तराधिकारीको खिलकारी, जसविना त्यो विशाल महल पनि सुनसान लाग्थ्यो। अब यही गहिरो शोक र निराशाको बीचमा आशाको एउटा किरण देखा पर्यो, र यही किरणले हामीलाई कथाको दोस्रो भागमा लिएर जान्छ। त्यो हो पवित्र अनुष्ठान। त्यही बेला राजगुरु वशिष्ठले एउटा दिव्य उपाय सुझाउनुभयो। उहाँले भन्नुभयो, महाराज, हजुरले पुत्र कामेष्टि यज्ञ गर्नुपर्छ। यो एउटा यस्तो विशेष अनुष्ठान हो जसले सन्तान प्राप्तिमा मद्दत गर्छ। तर यसका लागि हामीलाई महान ऋषि ऋष्यशृङ्गको आवश्यकता पर्नेछ। हो, यही सल्लाहले कथालाई एउटा नयाँ मोड दियो। अनि त्यसपछि के भयो? सरयू नदीको किनारमा एक भव्य यज्ञको आयोजना गरियो। पवित्र अग्नि जलाइयो, ऋषि ऋष्यशृङ्ग शक्तिशाली मन्त्रले आकाशै गुन्जियो र पुरै वातावरण दिव्य ऊर्जाले भरियो। सबैको आँखा यज्ञकुण्डमा थियो। सबैजना एउटा चमत्कारको आशामा थिए। र साँच्चै त्यो चमत्कार भयो पनि। यज्ञ जब आफ्नो चरमोत्कर्षमा पुग्यो, मानव र देवताहरूको संसार एक भयो। अब सुरु हुन्छ कथाको तेस्रो भाग, दिव्य हस्तक्षेप। एक्कासी यज्ञको आगोको ज्वाला आकाश छुने गरी दन्कियो, र त्यही पवित्र अग्निकुण्डको बीचबाट एउटा तेजस्वी सुनौलो आकृति प्रकट भयो। अचम्म, उहाँ अरू कोही नभएर स्वयं अग्निदेव हुनुहुन्थ्यो। अग्निदेवको हातमा एउटा सुनको भाँडो थियो र त्यसमा थियो दिव्य खीर। तर यो हामीले खाने जस्तो साधारण खीर थिएन है। यो त देवताहरूले पठाएको विशेष प्रसाद थियो, जसमा रानीहरूलाई दिव्य सन्तान दिन सक्ने शक्ति थियो। अग्निदेवले राजा दशरथलाई त्यो भाँडो दिँदै भन्नुभयो, हे राजन, यो दिव्य खीर आफ्ना रानीहरूमाझ बाँड्नुहोस्। हजुरलाई अवश्य पनि दिव्य पुत्रहरूको प्राप्ति हुनेछ। अब यो सुनेपछि राजा दशरथको खुशीको त कुनै ठेगानै रहेन। राजा दशरथले त्यो दिव्य प्रसादलाई ठूलो विवेकका साथ बाँड्नुभयो। उहाँले सबैभन्दा ठूलो हिस्सा, आधा भाग, जेठी रानी कौशल्यालाई दिनुभयो। बाँकी रहेको प्रसाद रानी कैकेयी र रानी सुमित्रामा बाँड्नुभयो, जसमा रानी सुमित्राले 2 अंश पाउनुभयो। हो, यही कारणले गर्दा उहाँले 2 पुत्रहरूलाई जन्म दिनुभयो। हरेक अंशले एक दिव्य आत्माको आगमनलाई पक्का गर्यो। यज्ञ र प्रसाद वितरणपछि अब अयोध्यामा सुरु भयो प्रतीक्षाको घडी। र यही प्रतीक्षाले हामीलाई कथाको अन्तिम र सबैभन्दा आनन्दमय भागमा पुर्याउँछ। त्यो हो दिव्य जन्महरू। अनि ठिक 9 महिनाको लामो प्रतीक्षापछि त्यो शुभ घडी आखिरमा आयो। तर त्यो कुनै साधारण दिन थिएन। त्यो त एक दुर्लभ ज्योतिषीय संयोगको दिन थियो। चैत्र महिनाको 9औं तिथि, जब सबै ग्रह नक्षत्रहरू सबैभन्दा शक्तिशाली र शुभ स्थितिमा थिए। यस्तो लाग्थ्यो पुरै ब्रह्माण्ड नै एक दिव्य आत्माको स्वागत गर्न तयार भएर बसेको छ।
अनि ठिक त्यही बेला दिउँसोको समयमा महारानी कौशल्याको कोखबाट एक श्याम वर्णको कमल जस्ता आँखा भएको र अलौकिक तेजले भरिएको शिशुले जन्म लिनुभयो र उहाँ अरू कोही हुनुहुन्थेन, उहाँ स्वयं भगवान विष्णु हुनुहुन्थ्यो रामको रूपमा। भगवान रामको जन्म हुने बित्तिकै आकाशबाट देवताहरूले फूलको वर्षा गरे, गन्धर्वहरूले मिठो गीत गाउन थाले, अप्सराहरूले नृत्य गरे, पूरै अयोध्या नगरी उत्सव र आनन्दको सागरमा डुब्यो। त्यसपछि खुशीको लहर रोकिएन। रानी कैकेयीको कोखबाट भरतको जन्म भयो अनि रानी सुमित्राबाट जुम्ल्याह पुत्रहरू लक्ष्मण र शत्रुघ्नले जन्म लिनुभयो। यसरी अयोध्याले एकैपटक 4-4 जना राजकुमारहरू पायो। तर एउटा कुरा नबिर्सौं, यी राजकुमारहरू सामान्य थिएनन्। भगवान राम स्वयं भगवान विष्णुको आधा शक्तिको प्रतीक हुनुहुन्थ्यो र बाँकी रहेको आधा शक्ति चाहिँ भरत, लक्ष्मण र शत्रुघ्नमा बराबर बाँडिएको थियो। भन्नुको मतलब 4 जना दाजुभाइ एउटै दिव्य ज्योतिका फरक फरक किरणहरू हुनुहुन्थ्यो। र हो, यसरी नै पृथ्वीमा बढेको अधर्मको नाश गर्न र धर्मको फेरि स्थापना गर्न ती 4 दिव्य राजकुमारहरूले पृथ्वीमा अवतार लिनुभयो। राजा दशरथको त्यो सुनसान आँगन अब बालबालिकाको हाँसो र खुशीले भरिएको थियो। तर उहाँहरूको बाल्यकाल कस्तो थियो होला? कसरी बन्नुभयो होला उहाँहरू यति महान योद्धा? हो, उहाँहरूको त्यो अद्भुत यात्राको कथा हामी अर्को पटक लिएर आउनेछौँ।